अर्कै ठाउँमा मकै बारी आइसक्यो ओए भाग 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 नभा ओए के खा ओए हैन बर्छ एक खालको हाम्रो टिम यहाँ आइपुगिसक्यो होइन टक्कर लगाएर हेलो वेलकम टु गाइस मेरो भ्लगमा स्वागत छ हजुरलाई अनि त्यो अब एकै ठाउँ भ्लग बनाएर देखायो भने हजुर अल्छी लाग्ला होइन त्यसैले नयाँ ठाउँमा गएर यसो यहाँ नजिकै नयाँ ठाउँतिर गएर यसो देखाउनु पर्ने नि हुन्छ होइन त्यसैले आज म देखाउँदैछु एक खालको खतरा ठाउँमा खतरा खतरा चिज देखाउँछु भनेर हो अब के हुन्छ होइन यहाँ कति सानो बना त सालो अनि यस्तो उकालो छ त म चिप्ल्यो यार म चिप्ल्यो त्यो एक खालको समाजसेवा गर्छ कि बाटो एक खालको समाजसेवा गर कस्तो कहाँ पुग्ने मेरो उस थियो यार समाजसेवा गर भनेर म यहाँ समाजसेवा गर्न लाग्यो नि एक खालको समाजसेवा ल घर लग तिमीहरू त्यो होइन गाइस तलतिर घुम्नु जाऊँ होइन मान्छेहरू चाहिँ एक खालको यहाँ पानी भएको कि नभएको मलाई केही थाहा भएन समाजसेवा गरेपछि यस्तै हो क्या गर्दैछ दाउदा पसिना बाबा लाग्छ नि त्यो तल जान्छु एक्चुली अनि त्यो हेर्नु न मौसम त फेरि खतरा अन्त हुन्छ नि त अब मौसम रोमान्टिक छ अब रोमान्टिक मौसम भएपछि त्यही हो नि त कुरा मौसम लास्ट रोमान्टिक अनि मान्छे नै रोमान्टिक तर के गर्नु गर्लफ्रेन्ड नभएको अवस्था एउटा गर्लफ्रेन्ड भन्नु भने यस्तो मौसम छ मौसम छुट्टै भए यहीँ ढुङ्गामै बस्थ्यौँ है कमेलाले चाहिँ कन्डोमै टोक्यो भने डर लाग्छ अस्ति यहाँ टोक्यो भने खुट्टामा अस्ति एकचोटि एउटा कमेलाले खुट्टा टोक्दै खुट्टा सुन्नेर आम्बो यो हट्टी नदेखा क्या यो हट्टी नदेखा अनि त्यस्तो भएपछि के गर्ने होइन ट्याक्कै त्यो मन्दिरमा गएर एउटा चिज देखाउनु पर्थ्यो हातमा त के हो त्यो एकैछिन समाज सेवा गरेको थियो के हो क्या हातमा के हो यति बेला हुन्छ नि त मकै बारी त कोही कोही त दराम हान्दै होला मकै बारी असार लाग्यो नि त होइन अब त आज 30 भनिस् भोलि 31 असार त्यो असार महिना लाग्यो नि त दराम हान्दै होला मकै बारी मकै बारीमा दराम हान्दै होला त्यो हो अनि त्यस्तो नेगेटिभ नसोच्नु न दराम भनेपछि मकै बारी खन्दै होला असारको त्यो कोदो रोप्न धान रोप्ने बेला भएको छैन होइन कोदो रोप्न खनिरह्यो होला पहिला म नि बच्चा हुँदै त्यो कोदो रोप्दै बारी खन्ने रहर हुन्थ्यो होइन रहर त अब अनि त्यो सबैले मलाई त्यस्तो थियो नि त लास्ट ल्याङ्ग्रे टाइपको म अनि त्यसपछि झार च्यात्न लाउने क्या बारी खन्न सक्दैन होइन त्यही त्यस्तै 12-13 वर्ष भयो मलाई त झार च्यात्न लाउने मभन्दा भाइहरूलाई बारी खन्न लाउने त्यस्तो कमजोर देखेर होला है अहिले नि यस्तो सुगा छ अब त्यही हो त्यस्तै हो यो सुक्नुको कारण के हो मलाई थाहा भएन म बच्चैबाट मोटा छैन त्यही हो जन्मेर त्यस्तै 5-6 महिनासम्म मोटो थियो अरे अनि त्यसपछि उमेर बढ्दै गयो त्यसपछि जति उमेर बढ्यो त्यति ल्याङ्ग्रे क्या साइको अर्का बात ढुङ्गाले हान्नु मार्दिनु भयो क्या जा दाउ जा ऊ त्यो बाख्रा समातेले मान्छे त्यहीँ रहेछ छोड
एउटा बोगा रहेछ काटेर खाइदिउँ भने मान्छे रहेछ गाह्रो छ पसिना हेर्नु न अम्बो यो गर्मी नै कस्तो बढ्यो है घामी लागेको छैन यस्तो होइन छ आज त हल्का शीतल भए भनौँ न लास्यो पसिना मान्छे रहेछ त्यहाँ जाम भने पसिना लास्यो यस्तो पसिना आइरहेको छु न घाम लागेको छु त्यो यस्तो गर्मी भए म त 3-4 दिनमा त अब यस्तै गर्मी भयो भने बेहोसै हुन्छ होला अघि त ढलिसकेको थियो अघि 4 चोटि ढल्यो क्या दिउँसो अब अहिले नि ढल्यो भने 5 चोटि त पुग्छु होला यो मेरो डाइलग मात्र हो ढलेको छैन कहाँ म त्यस्तो ढल्ने खालको मान्छे हो त होइन म त घाममा नि दौडिन्छु नि त जति कालो भयो नि दौडिन्छु नि त यही हो हामी नेचुरल मान्छे होइन यस्तो घाम सामले के गर्ने हामी नेचुरल खालको मान्छे होइन अनि त्यो गोरो भएको भए त घाममा दौडेर कालो हुन्छ भनेर होइन त्यो डराउने क्या अब त्यही हो हामी जस्तो मान्छे त यतिकै लेट दौडिने कालो त हुँदैन त्यही अस्ति 40 डिग्री पुग्यो भनेको थियो त्यो दिनमा ननिस्केको थियो हल्का हल्का गोरो त भयो होला होइन म गोरो त हल्का हल्का त भयो होला त बच्च कोदालोले हानेर झार्दैन क्या होइन बच्च जस्तो गर्छ हरकत त्यस्तै क्या फेरि त फेरि के गर्यो त्यो हात यस्तो यस्तो गरेर के हात धुने पसिना अम्बो पसिनाले अब के हुन्छ फेरि म दिन्छु नि अलिकति ढलिसक्यो देखाएको थियो थिएन होला मेरो भाइ यो गदा यो भाइ त माया तँ त माया पिरतीको कुरा यो बल्ल 11 वर्ष लाग्यो होइन नभाग अघि केटी आएको थियो खुसी हुँदै क्या म त्यहाँ छतबाट हेर्दै थियो होइन माया पिरतीको कुरा गर्दै केटी देखाएको थियो मस्क्यो साथीको गल्मीलाई नै अझ नछोड्ने मस्केर यहाँ दाइ अच्छा के अनि केटी मस्क्या केटी अगाडि थियो कम मस्क्या गरे यस्तो मस्क्या गरे यिनीहरूको उमेरमा त साँच्चै मलाई खुट्टा धुन नि आउँथ्यो नि 11 वर्ष त्यो खुट्टामा के दाउ भाइ यहाँ आइज न एकचोटि 11 वर्षको उमेरमा त होइन 11 वर्षको उमेरमा त हामी टक्कै त्यो खुट्टामा हुन्छ नि त्यो मैलो फाल्न नजाने खुट्टा यस्तो रगत आउँथ्यो त यिनीहरू 11 वर्षमा माया पिरतीको कुरा म त छैन होइन त्यो अर्पण भाइ 6 कक्षा पढिरहेको छ उसलाई 6 कक्षामा थाहा छ क्या माया पिरती भन्ने कुरो उसले भन्नु खोजेको त्यो होइन लास्ट माया पिरती बोका छ केटी भने तल हेर म त्यो केटीको बाउलाई भनिदिनु जान्छु क्या त हे अर्काको छोरीलाई फेरि त्यो बहिनी पनि त्यस्तै क्या मस्किनु पर्ने क्या मेरो अर्पण भाइको अगाडि जना माया पिरतीमा फसेछ क्या केटा हामी त यस्तो खेल्छ अहिले छ खोइ त छैन आइज तर म यस्तो गरेर गाडी त्यो झर्छ नि गाडी गरेर खेल्नु साइको त्यो माया पिरती त्यो खुट्टामा झर्दैन भने होइन म भने होइन हान्दिनँ उतै गाडी हेर्न टायर त्यो स्कुटरको टायर रहेछ क्या दाउदा स्कुटरको टायर रहेछ लिएन यसो गुराएर खेल्नु न यो ओह्रालो हुन्छ नि त यो ओह्रालो साइको हो क्या आफ्नो तल 1 कि 1.5 ढलाइदिनु मैले त भोलि अहिले बेलुकातिर लिन अनि तपाईँ भोलि दिउँसो हुन्छ नि त कामै हुँदैन के थाहा त त्यस्तो भेन्डा हो र होइन त्यो वन काँक्रा हुनसक्छ त्यही हो त्यो अब हेर आज हेर्नु त्यहाँ मकै किडन्याप हान्नु जाउँ न होइन जसको बारीमा भयो नि हेर्नु जाउँ न एकचोटि त्यो कोदालो पुऱ्याएर आएर टक्कै लगाएर मकै बारीमा जानुपर्ने हुन्छ एक खालको हाम्रो टिम यहाँ आइपुगिसक्यो होइन टक्कै लगाएर साँच्चै भने म चाहिँ सरी कमेलाले टोक्ला नि फेरि कन्डो यत्रो खोलेला आम्बो मैले बारीमा त आयो सर्व हुनसक्यो आम्बो कालो बिरालो मारेर खाने आज कालो
मकै त छैन के हो यत्रो के हो यत्रो त के हो केही छैन यत्रो मकै बारीमा आएर छैन मलाई उखाल मकै त यत्रो अग्लो छ त छैन मकै के गरौँ छोडौँ भने यसो अर्कै बारीमा छु ए यत्रो अग्लो म होइन त्यो 5 फिट 10 इन्च छ तै पनि त्यो मभन्दा नि अग्लो छ हातले नि यस्तो 6 फिट त पुग्यो होला नि मकै भने यत्रो यत्रो के हो मकै बारीमा त हो नि त के गर्नु अब उता छ कि जानु पर्दा के हो पात खाने त्यही हो हामी अर्कै ठाउँको मकै बारी चुप्लाएर बस्ने यहाँ अहिले मान्छे काँक्राको रुख हो कि सर्प आउँछ त सर्प काँक्रा लामखुट्टे धेरै नभए हुन्छ त होइन ड्राइभरको बिचमा हुन्छ त कस्तो कुरा हो सर्पमा भागिदिन्छ नभएर मात्रै छैन भने मैले टिपेको छैन त्यसो अहिले आफसे अब के हो त्यो सबै नटिप्न मकै यहाँ टिप्न मात्रै भयो छैन रहेछ खोइ खाने मै हो सुरुमा मकैको सुरुवात मबाट गर्नुपर्छ सुरुवात मबाट यो त मन खान्छ देखाइछ त साँच्चै मैले 2 वर्षपछि यस्तो काँचो मकै खाएँ हुँदैन 3 वर्षपछि केटाहरू तिमी यो उस नखान यो नै नखान यस्तो नखान मकै मात्र खान ल खा खोया खाइदिने ल ल जाउँ यार मकै सो गाइज आजको भ्लग यति नै हुन्छ अनि यो डिल जानलाई अनि त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब हानिदिनु अनि सब्सक्राइब गरिसक्यो अब एउटा के कस्तो हुनु भएको छ अनि कमेन्ट समेन्ट नै ठोकिदिनु अनि भिडियो लास्टसम्म हेर्नु भयो थ्याङ्क यू सो मच जय नेपाल अनि अर्को भ्लग नै आउँछ अनि अर्को भ्लग नै हेरिदिनु जय नेपाल